So I bought this box from Spotlight which is only for $7. त्यसमा चाहिँ यस्तो तीनटा पार्टिसन छ यो पार्टिसनलाई निकाल्ने अनि यो बक्समा चाहिँ यसरी ग्लु गनले चाहिँ हरेक लाइक स्मल त्यस उसमा चाहिँ यस्तो खन्ना जस्तो बनाउने क्या ताकि त्यहाँ त्यो चुरा राख्ने डन्डा अड्काउन मिलोस् भनेर अनि यो लेयर बनाउँदै जाने एउटा दुईटा तीनटा जबसम्म यो मोटो हुँदैन क्या लट्ठी अड्किने जस्तो मसँग अलरेडी नै ग्लु गन र ग्लु स्टिक थियो सो मैले आफ्नै युज गरेँ अब छैन भने चाहिँ किन्न पर्यो तर लाइक मैले चाहिँ यतिको मोटो बनाएँ किनभने यसमा चाहिँ यसरी लट्ठी राख्नलाई सजिलो हुन्छ अनि अब हजुरहरूलाई मोटो भएन जस्तो लाग्यो भने अझै गर्दा हुन्छ यता पनि दुईटै साइडमा बनाएँ क्या यसरी लट्ठी अड्काउनलाई अनि त्यसपछि अब यो लट्ठी चाहिँ मैले बाहिरबाट खोजेर लिएर आएको लट्ठी हो अब लट्ठीलाई काटेपछि मैले यसरी यो बाहिरको सबै बोक्राहरू निकालेँ अनि यसरी व्हाइटवाला स्प्रे पेन्ट थियो सबैमा स्प्रे गरिदिएँ स्प्रे गरेर सुकाइदिएँ क्या एक दिनभरि रातभरि यस्तो देखिन्छ मलाई चाहिँ यो मन परेन खासमा र सेतो देखे पनि कस्तो मलाई मनै परेन क्या अनि मसँग यो ओरेन्ज भन्ने कि स्किन कलरको यो टेप थियो सो मैले सोचेँ यसलाई म वरिपरिबाट टेप लगाइदिन्छु अनि अलिकति फर्मवाला टेप थियो क्या सो इट वुड बी पर्फेक्ट यो उसको लागि पनि लाइक स्पन्जवाला पनि एन्ड सो इट विल प्रोटेक्ट माई ब्याङ्गल्स त्यही भएर मैले यसरी यताबाट एकचोटि टेप लगाएँ अनि यसलाई ठ्याक्क नापेर त्यसको साइजमा यसरी काटिदिएँ अनि त्यसपछि अब साइडबाट मजाले च्यापेर हुन्छ नि बराबर हुने गरेर यसरी यताबाट पनि च्यापेँ उताबाट पनि च्यापेँ अनि त्यसपछि फेरि अर्को लेयर लगाउने हो क्या टेप चाहिँ यसमा ताकि यो सेतो चाहिँ पुरै कभर होस् क्या अनि अब पछाडि ठ्याक्क काठकै जस्तो देखिरहेछ नि त एक्चुअल त्यो वुडनवाला कलर अनि अब यसरी यतापट्टि लगाएँ अब म अर्को टेप लिएर अब अर्को साइड पनि लगाउँछु है त यसरी यो टेप लिएर हो यसरी यताबाट लगाउने राम्ररी भिडियोमा देखेको छैन तर यु नो वाट आई मिन यसरी लाउने फेरि एकचोटि काट्ने कैँचीले त्यसपछि चाहिँ फेरि यसरी मजाले टाँस्ने अब सबै लट्ठीलाई चाहिँ अब मैले चाहिँ लट्ठी बनाएँ हजुरहरूले किन्न पनि सक्नुहुन्छ वुडन डोम समथिङ भनेर पाइन्छ बनिङ्समा स्पटलाइटमा जता पनि पाइन्छ एमाजोनमा पनि पाइन्छ लाइक $2 $3 पाइन्छ किन्नु नै पर्यो भने तर मैले अब काठको लट्ठी वकमा जाने बेला पाइहालेँ भने वाइ वुड आई बाई भनेर किनिनँ अब यसै गरी अर्कोलाई पनि त्यस्तै गरी गर्ने यसमा पनि यो लगाउने टेप लगाउने अनि यसलाई पनि काट्ने यस्तै गरी 4वटा चाहिँ मैले बनाएँ किनभने 4वटा सेक्सन छ नि त त्यसमा अब म यो भिडियो फास्ट गरिदिन्छु यहाँनिर चाहिँ अब यो भयो 4थवाला स्टिक अब 4वटा भयो एउटा चाहिँ अलिकति बाङ्गो छ बट इट विल वर्क यु नो अब त्यसपछि यो डब्बाको जुन यो पार्टिसन मैले निकालेको थिएँ फर्स्टमा यसलाई फेरि यो इजिली स्लाइड इन हो यसलाई फेरि हाल्ने सेकेन्डवालालाई पनि हाल्ने यस्तै गरी तिनटै हालिसकेपछि अनि त्यसपछि आउँछ लास्ट स्टेप यो डन्डामा चाहिँ आफ्नो चुराहरू सबै राख्ने अनि यो ठ्याक्क यो हुक जस्तो बनाएको थियो नि साइडमा यसमा चाहिँ अड्काइदिने अब मैले सबै गरी यसरी नै अब यो मेरो अर्को सेक्सन अफ चुरा भयो यसलाई मजाले स्लोली बिस्तारै अड्काउने अब यो भयो भने साइडमा पनि पार्टिसन छ र लाइक चुरा पनि आफ्नो आफ्नो सेक्सनको भयो क्या मलाई चाहिँ यो बिचको पार्टिसन चाहिँ एकदमै मन पर्यो तर यो निकालेर गरे पनि हुन्छ हजुरहरूले अनि यो चाहिँ मेरो लास्ट सेटअप चुरा भयो अनि यसरी झर्दा पनि झर्दैन इट्स पर्फेक्ट के ल कस्तो मजाले मिल्यो त्यसपछि चाहिँ ढक्कन लगाउने अनि यो साइडबाट यस्तो बन्द गरिदिएपछि इट्स एयर टाइट के अब हावा पनि छिर्दैन कहिलेकाहीँ यो मेटलको चुराहरू भयो भने हावा छिरेर बिग्रिन्छ नि त सो द्याट्स हाउ आई मेड माई चुरावाला बक्स under $10. Look at my beautiful chura. Thank you for watching.